यो चाहिँ अस्ति वैशाखमा रोपेको खोला, वैशाखमा रोपेको खोला यस्तो भयो, यतिको हुँदैछ। यो चाहिँ आनन्दले हुर्किन्छ होइन। यो पोहोर जेठमा रोपेको खोला यस्तो हुँदैछ। कुनै कुनै निस्किँदै रहेछ, यहाँ निस्किँदैछ, यस्तै निस्किँदै, यता पनि निस्किँदैछ, यसरी निस्किँदैछ। यता दुईवटा निस्कियो, निस्किसक्यो यो तिन चम्पा। कुनै कुनै यो अलिक सानै छ, यिनीहरू चाहिँ पानी धेर भएर मरेको थियो, फेरि पछि लगाएको मैले। पानी जम्यो भने चाहिँ कसलाई भुँदो रहन्छ, पानी नजम्ने भिरालो बनाउनु पर्ने रहेछ। पानी माथिबाट आउँदाखेरि बगेर जाने बनायो भने चाहिँ हुन्छ। यसरी यहाँ निस्केको छ, यो चाहिँ मालबोक जातको खोला हो। धमाधम निस्किने क्रम जारी छ। एक वर्षमा चाहिँ लगभग खोला निस्किँदो रहेछ है। यो मालबोक खोला एक वर्षमा यहाँ यसरी निस्किँदैछ। यो निस्क्यो, यो निस्क्यो, यो यसरी पुरा निस्किसकेपछि चाहिँ, यसरी पुरा निस्किसकेपछि चाहिँ के अरे बुङ्गो काटिदिन्छु म, बुङ्गो काटेर फालिदिन्छु। यहाँ अर्को निस्केको छ। निस्किने बित्तिकै चाहिँ यो छिर्के लाग्दो रहेछ। के हो छिर्के? छिर्के छिर्का 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 लाग्दो रहेछ। यस्तो यो के हो? यो छिर्का, यो छिर्का चाहिँ हटाउने दबाई पाउँदो रहेछ। गबारोको दबाईले यो छिर्काको दबाईको काम गर्दो रहेछ। यसमा चाहिँ हान्नलाई ढिलो भएको थियो र यो अलिअलि छिर्के भयो।